गाइज आज चाहिँ हामी मामा घरतिर छौँ कि दसैँ मान्नलाई मामा घरतिर छौँ होइन। अनि फेरि मामा घर पनि कम्तीको चाहिँ छैन। मामा घरतिर आएर टक्क यसो गरी अलिकति हल्का डाँडातिर आएर हेर्नुपर्छ, जता गए पनि भ्यू चाहिँ बवाल छ है गाइज। फेरि तपाईँहरूले माया गर्नुभयो भने यस्तो भ्यू चाहिँ म हालिराख्छु कि फेरि टिकटकतिर युट्युबतिर हाल्या गइराख्छु होइन। तपाईँहरू लाइक कमेन्ट दामी छ भनेर भनिदिनु न त्यति भए मलाई पुगिहाल्छ होइन। बवाल छ, दामी लाग्छ हो मलाई त यो गाउँघरतिर आएपछि। त्यो काठमाडौँमा जहिले अब घाचाङ र कुचुङ टाँटा र टुटुटमा हिँडिरहेको बानी टक्क गाउँतिर आएर हेरौँ त गाइज पछाडितिर बवाल आनन्द आउँदैन। कहिले काहीँ आँखालाई नि दुईवटा आँखालाई नि एकदम आनन्द सन्तक हुन्छ क्या भित्रैदेखि। घरपट्टि नै आउँछ क्या। जो चाहिँ मैले किनेको घरपट्टि हो यहाँ तल रोक तल यहाँ घुमाएर आइज त्यहाँ मैले ठाउँ बनाएर राखेको छु। त्यसले यस्तै छ गाइज, बवाल रमाइलो लागिरहेको छ होइन। अनि त्यसपछि आज सैलुङ जाऊँ भनेको थिएँ, आज पनि सैलुङ गयो होला जस्तो छैन। अब आज मामा घरबाट घर फर्क्यो भने भोलितिर जान्छ, भोलितिर यसो भ्यायो भने जान्छ होला। तर सैलुङ चाहिँ टाढो चाहिँ छैन ल गाइज। यो भयो यस्तो दामी भ्यूहरू छ। अनि यो तलको चाहिँ हाम्रो मामा घर हो, त्यो चिनदेखेको चाहिँ होइन। अनि मामा घरबाट सैलुङ जानलाई चाहिँ धेरै टाढो चाहिँ छैन गाइज। सैलुङको डाँडा म तपाईँलाई थोरै सैलुङको डाँडा देखाइदिन्छु। ए सैलुङको डाँडा धेरै टाढा चाहिँ छैन है गाइजहरू। यही हो सैलुङको डाँडा चाहिँ, यो सैलुङको डाँडा हो, धेरै टाढा छैन। लगभग के अरे आधी घन्टा समथिङ, आधी घन्टा पाउने घन्टा हिँड्यो भने चाहिँ पुग्न चाहिँ पुग्छ। अलि राम्रोसँग हिँड्नलाई चाहिँ अब मलाई चाहिँ अलिकति टाइमै लाग्छ है साथीहरू। बवाल छैन त गाइजहरू। ल बाई बाई गाइज, लाइक हानिदिनु ल है। मन छोडी धनलाई हेर्यौ नि, छेपारोले झै रङ्ग फेर्यौ नि, मलाई पनि सिकाइदेऊ बिर्सन तिमी। गाइज आज चाहिँ हामी मामा घरतिर छौँ कि दसैँ मान्नलाई मामा घरतिर